सपना लिएर जिउन आवश्यक छ। हेर्नुहोस्, अनि जब पनि म भन्ने गर्दछु नि कि तपाईँले चाहिँ एउटा सपना लिएर जिउन आवश्यक छ, मैले के भन्न खोजिरहेको हुँदछु होला? तपाईँलाई के लाग्छ? कि मैले त्यो गाडी जुन तपाईँले हिजो मात्र छानेर आउनु भएको छ र अर्को साल किन्ने भनेर सोच्नु भएको छ, मैले त्यसको विषयमा कुरा गरिरहेको हुन्छु होला? आफ्नो नानीहरूलाई एकदमै राम्रो खालको एडुकेसन दिने, राम्रो स्कुलमा पढाउने भनेर सोच्नु भइरहेको छ, मैले त्यसको विषयमा कुरा गरिरहेको हुन्छु कि एउटा रमाइलो ठाउँमा, एकदम सुन्दर ठाउँमा चाहिँ नयाँ घर बनाउने, ठुलो महल बनाउने भनेर सोच्नु हुँदै होला, मैले त्यसको विषयमा कुरा गरिरहेको हुन्छु कि या त अब तपाईँको एनिभर्सरी आउँदैछ र त्यसमा आफ्नो श्रीमतीलाई राम्रो खालको कुनै गहना दिने भनेर या त कुनै महँगो उपहार दिने भनेर सोचिरहनु भएको छ होला, मैले त्यसको विषयमा कुरा गरिरहेको हुँदछु कि तपाईँलाई के लाग्छ? कि मैले यी सबै इच्छाहरूको विषयमा कुरा गरिरहेको हुँदछु होला? हेर्नुहोस्, तपाईँको मनमा जति पनि यो भौतिक उपलब्धिहरूलाई प्राप्त गर्नुको निम्ति इच्छाहरू पैदा भइरहेको हुनसक्छ, हामी सबैको मनमा इच्छा पैदा भइरहेको हुनसक्छ, मैले यी इच्छाहरूको विषयमा कदापि कुरा गरिरहेको हुँदिनँ। एउटा प्रश्न गर्छु है त, हेर्नुहोस्, के हामी जन्मेपछि चाहिँ आफ्नो अनि परिवारको ख्याल गर्नु कि त्यही नै एकमात्र जीवनको वास्तविक कारण हुनसक्छ जसको लागि हामीले जिउनु पर्ने हो? खालि त्यही कारणको लागि मात्रै जिउनु हो कि यही सबै जीवन चलाउने, परिवारको लागि सुर्ता गर्नु, घर बनाउनु, होइन, अनि जीवन चलाउने सामग्रीहरूलाई कसरी जुटाउनु भनेर सोचाइमा परिरहनु, त्यही सोचाइलाई नै हामीले सपना मान्नु हो त? त्यही नै सपना हो त? होइन मेरो मित्र, मेरो साथीहरू, यी कुराहरू सपना हुन सक्दैन, यिनीहरू सपना होइन नि। हेर्नुहोस्, आफ्नो स्वयंको निम्ति चाहिँ राम्रो प्रकारको भोजन उपलब्ध गराउनु, होइन, अनि परिवारको लागि राम्रो खालको बस्ने व्यवस्था गर्नु र आफ्नो जरुरतहरूको पुरा गर्नु चाहिँ एउटा जीवन चलाउने क्रम। हेर्नुहोस्, जीवन चलाउने एउटा साधन हो जसको बिना जीवन चल्दैन। एउटा जीवनको रूपमा तपाईँको जिम्मेवारी हो, तपाईँको कर्तव्य हो, र जुन जिम्मेवारीलाई चाहिँ, जुन कर्तव्यलाई चाहिँ पशुले पनि आफ्नो स्तरमा राम्ररी बखुबी निभाइ नै रहेका हुन्छन्, निभाउन खोजि नै रहेका हुन्छन् भने एउटा मानव जीवनको रूपमा त हामी यी जिम्मेवारीदेखि, यी कर्तव्यहरूदेखि त चाहेर पनि भाग्न सक्दैनौँ र हामीले यो जिम्मेवारीलाई हर हालमा चाहिँ पुरा गरेको नै हुनुपर्छ, पुरा गर्नै पर्छ, हामी भाग्न सक्दैनौँ। र आहारको निम्ति, खानेकुराको निम्ति, खानको निम्ति, होइन, बस्ने ठाउँको निम्ति र परिवारको चिन्ता लिएर परिवारको निम्ति त पशु पनि बाँचिरहेका छन् भने हामी एउटा मानव जीवनको रूपमा त्यो हाम्रोमा क्षमता छ। हेर्नुहोस्, त्यो हाम्रोमा गुण छ, त्यो हाम्रो खुबी छ कि त्यही कुराहरूलाई चाहिँ, त्यही पशुको जुन जरुरतहरू छ, त्यही जरुरतहरूलाई चाहिँ हामी अलिक राम्रो ढङ्गमा त्यसलाई चाहन सक्छौँ र त्यसलाई रोज्न सक्छौँ। फरक यति नै छ। र कसैले यी जिम्मेवारीलाई नै असल जीवन सम्झेर, यी जिम्मेवारीलाई जिएर नै असल जीवन जिरहेको छु भनेर धारणामा छ भने त्यो पनि कुनै ठुलो गल्ती त गरिरहेको छैन, ठुलो अपराध होइन। तर म जुन एउटा मानव जीवन भएपछि जुन सपनाको कुरा गर्दैछु त्यो अलिकति भिन्न छ, त्यो अलिक भिन्न छ, जसको विषयमा म फेरि बताउँला कुनै दिन।